नेपालको 5औं राष्ट्रिय महाधिवेशनको यो उद्घाटन समारोहका अध्यक्ष तथा प्रेस सेन्टरका पनि अध्यक्ष विष्णु सापकोटा जुगल्यू, कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित हाम्रो पार्टी केन्द्रका उपाध्यक्ष पूर्व सभामुख कमरेड अग्निप्रसाद सापकोटा अनि हाम्रो पार्टी केन्द्रका पदाधिकारी तथा पूर्व मन्त्री कमरेड जनार्दन शर्मा लगायत सबै पदाधिकारी र केन्द्रीय समितिका सहयोगका कमरेडहरू यो अधिवेशनमा शुभकामना दिन आउनुभएका विभिन्न प्रेससँग सम्बन्धित सङ्घ संस्थाका अध्यक्ष र प्रतिनिधि साथीहरू, अधिवेशनमा प्रतिनिधि र पर्यवेक्षकको रूपमा उपस्थित सबै साथीहरू, यहाँ ठुलो सङ्ख्यामा उपस्थित पत्रकार मित्रहरू, सबभन्दा पहिला त म प्रेस सेन्टर नेपाललाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले आफ्नो स्थापना कालको एउटा जटिल र चुनौतीपूर्ण स्थितिबाट अगाडि बढ्दै धेरै घुम्ती मोडहरू र जोल्टिङहरू पार गर्दै आज 5औं राष्ट्रिय महाधिवेशनसम्म सफलतापूर्वक आइपुग्नु भएको छ। यस बीचमा प्रेस सेन्टरले आफ्नो संगठन विस्तार र आफ्नो जिम्मेवारी पूरा गर्ने सन्दर्भमा राष्ट्रिय रूपमा नै आफूलाई खरो साबित गर्दै गएको छ। राम्रैसँग देखिने गरी, राम्रैसँग बुझिने गरी प्रेस सेन्टरले आफूलाई स्थापित पनि गरेको छ। त्यसको लागि म नेतृत्व लगायत सबै प्रेस सेन्टरका साथीहरूलाई पार्टीको तर्फबाट, मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई अहिले पनि ताजै रूपमा स्मरण छ, रोल्पाको एउटा इरिबान भन्ने गाउँमा हाम्रो गोविन्दजी जस्ता साथीहरू महिनौँ हिँडेर भूमिगत रूपमा, त्यति बेला जनयुद्ध झन्डै झन्डै क्लाइमेक्सतिर जाँदै थियो, त्यस्तो अवस्थामा हामीले यसको संस्थापन गरेका हौँ। मलाई त्यो सम्झँदै गर्दा अहिले पनि संस्थापक अध्यक्ष कमरेड महेश्वर दाहालले त्यसलाई स्मरण गर्दै केही कुरा राख्नुभयो यहाँ। अनि त्यति बेलाका महासचिव कमरेड ओम शर्मा अनि गोविन्द शर्मा जस्ता साथीहरू अहिले पनि कुनै न कुनै रूपमा प्रेसको एउटा नेतृत्वको रूपमा स्थापित पनि हुनुहुन्छ, राष्ट्रिय रूपमा भूमिका खेल्दै पनि आउनु भएको छ। र यो अधिवेशनसम्म आउँदा ठुलो सङ्ख्यामा प्रेस सेन्टरले आफ्नो लागि सुनेको नेताहरूको टिम बनाएको देखेको छु मैले। यसको लागि पनि म प्रेस सेन्टरलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अहिले तपाईँहरूको यो 5औं राष्ट्रिय महाधिवेशन